फाइनली मेरो ड्युटी सकिसक्यो। हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। जेके ब्लग्समा हजुर सबैलाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। ल फाइनली मेरो अब लोकेसनबाट छुट्टी भइसकेको छ, मेरो ड्युटीबाट। यो चाहिँ मेरो अफिस हो है, पछाडितिर देखेको। रात पनि परिसकेको, झ्याम्म लाएर अब टक्क लाएर रुममा गइन्छ। खाना पकाउने, खाने, मार्केट गएर सामान किन्ने सबै कुराहरू देखाउँछु। तपाईँहरू चाहिँ अन्तिमसम्म यो भिडियो हेरेर साथ दिनु होला है साथीहरू। ट्याक्क लाएर के गर्छु, कस्तो कस्तो हुन्छ परदेशी जिन्दगीमा, ड्युटी सकेपछि रुममा गएर के हुन्छ, सब कुराहरू ड्याममा देखाउने छु। सबजनाहरूले चाहिँ यो भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला। अब चाहिँ हेर्नुहोस्, झ्याम्म लाएर रात परिसकेको छ। अब चाहिँ म टक्क जाँदैछु है, राति जानु पर्यो। अब बिहान पनि राति आइन्छ है, ट्याक्क जान्छु। अब चाहिँ गाडी ट्याक्क हेर्ने रोकिया छ। अब गाडीबाट चढेर त्यसपछि फाइनली रुम पनि पुगिसक्यो। अब रुम पुगिसकेपछि चाहिँ अब के गर्छु, अब मार्केटतिर जान्छु होइन। म चाहिँ ट्याक्क मार्केट गएर तरकारीहरू ल्याएर ट्याक्क तरकारी पकाएर खाने हो। हेर्नुहोस् फाइनली यस्तो छ है, रम्बलै रम्बल पुरै है। बालुवा नै बालुवा भएको ठाउँमा अब बसा छ। लेबर क्याम्पहरू यस्तै ठाउँमा हुन्छ। अब के गर्नु, ट्याक्क लाइन मार्केट पनि जान लाग्यो। अनि त्यसपछि ट्याक्क मार्केट गएर के किन्ने हो त। अब फाइनली यो देखिरहेछ नि, यो चाहिँ म जानुपर्ने मार्केट यही हो, म्याङ्गो मार्केट भन्छ होइन। म चाहिँ यता जाबलालीमा छु, दुबईको। सबैजनाहरू कति हुनुहुन्छ नजिक जाबलाली चिन्नेले कमेन्ट गरिदिनु होला। अब जानु पर्यो, ट्याक्क लाइन लिफ्ट चढेर माथि जानु पर्यो। अनि त्यसपछि सामानहरू किन्नु पर्यो। फाइनली हेर्नुहोस्, फाइनली ट्याक्क लाइन मार्केट पनि आइसक्यो। ससेसहरू छन् मार्केटहरूमा यस्तो। सबै यो चाहिँ लेबर मार्केट हो है। ट्याक्क लाइन सब लेबरहरू हुन्छन्, म्याङ्गो मार्केट हो। ट्याक्क लेबर एरियामा भएको कारण सबजनाहरू लेबर हुन्। कोही चाहिँ बाहिर आउटडोर गर्ने, कोही इन्डोर गर्ने, सबैजना। म चाहिँ ट्याक्क तरकारीमा आज मासु लग्ने प्लान हो। मासु लगौँ कि भनेको, के मासु लगौँ। फाइनली चिकन चाहिँ मैले प्याक गरिसकेँ है साथीहरू। फेरि तपाईँलाई देखाएन, प्याक गरिसकेँ। अब यो चाहिँ सब्जी आइटमहरू हो। ट्याक्क आलु, अनि त्यसपछि प्याज, टमाटर, यताउता सब हिँड्छ। मसँग चाहिँ पहिले भएको कारण अहिले चाहिँ मैले खासै लगेन, म चाहिँ चिकन मात्रै लगेँ। अनि त्यो सागहरू छ, फलफुलहरू छन्। के खान मन छ त्यही छन् कि सब पाइन्छ यहाँ। सिर्फ पैसा हुनु पर्यो। अब पैसा अब घर पठाउनु पर्छ, थोरै पैसा, अनि थोरै पैसामा गुजारा गर्नुपर्छ। के गर्नु साथीहरू, यस्तै छ है जिन्दगी। ट्याक्क सिमीहरू, के खानुपर्ने हो, दालहरू। अनि त्यसपछि हेर्नुहोस्, यो चाहिँ ट्याक्क लाइन उ छ होइन। यतातिर चाहिँ फास्ट फुड आइटमहरू ट्याक्क यतातिर छ। यतातिर नट्सहरू, यो ड्राई, यो के भन्छ कि सबै यतातिर छ। दालहरू सब कुराहरू यतातिर छ। अनि त्यसपछि फाइनली मैले सामानहरू किनिसकेँ होइन, ट्याक्क लाइन है। अब चाहिँ बिलिङ गर्नु पऱ्यो, ट्याक्क पैसा तिर्छु यहाँनिर। हेर्नु ल, बिल गर्दाखेरि पनि यति धेरै लाइन छ, के गर्नु, यस्तै हो। मान्छेहरूको भिडभाड धेरै हुन्छ नि त। अब फाइनली अब ट्याक्क बिल पनि तिरिसक्यो। अब रुम जाँदैछु। सब रेडी भइसक्यो, चामल, दाल, तरकारी सब एउटै टोकरीमा राख्ने हो। झ्याम्म अब हेर्नुहोस्, ट्याक्क पाक्दै राख है। मासु चाहिँ झ्याम्म पाकिराख है साथीहरू। फेरि ट्याक्क हाम्रो फेरि रेसिपी पनि खराब हुन्छ नि त। पाकिसक्यो झ्याम्म लाइन। अब कोल्ड ड्रिङ्क सहित मासु, झ्याम्म लाइन कोल्ड ड्रिङ्क, ट्याक्क जेठाहरूसँग बसेर है साथीहरू। यस्तै छ अब, यस्तै हो। अब घरतिर भयो बुढीको हातको खाने हो। अब यतातिर आफै पकाउने, आफै खाने, यस्तै छ साथीहरू है। हेरेर साथ दिनु होला। झ्याम्म लाएर ट्याक्क ल्याम पार्यो। फेरि बिहान उठ्यो, फेरि ड्युटी गयो बिहान। ल थ्याङ्क यू साथीहरू है, सबैलाई लाइक, कमेन्ट, सेयर है।